हेलो हेलो गुड इभिनिङ साथीहरू। आज म हजुरहरूलाई फर्सीको तरकारी बनाएर देखाउँदैछु। फर्सीमा चाहिँ म चना राखेर बनाउँदैछु। आलु राख्यो भने अलिक गुलियो हुन्छ, त्यसकारण म चना राखेर बनाउँदैछु। देख्न सक्नुहुन्छ यो पाकेको फर्सीको बोक्रा चाहिँ छिल्न चाहिँ एकदम गाह्रो हुन्छ, एकदम साफ र बल्ल बल्ल तासेर नि मैले पखारेर ल्याइसकेको छु फर्सीलाई। अब म यसलाई सानो पिस गरेर काट्दैछु र यता सानो पिस काट्दैछु र मैले फर्सी काटेर नि भ्याएँ। अब यता कराई बसालेर कराई तातिसकेको छ, म तेल राख्दैछु र यता तेल पनि खरिसकेको छ। म खरेको तेलमा चाहिँ यो 5 फोरन पड्काउँदैछु र मेथी चाहिँ यतिको कालो कालो भएपछि यसमा चाहिँ भिजाएर राखेको चना यसमा एकछिन भुट्नुपर्छ चनालाई र चनालाई यतिको भुटेपछि यसमा चाहिँ हजुरहरूले काटेर राखेको फर्सीलाई राख्न सक्नुहुन्छ। हजुरहरूले तरकारी पनि कति धेरै पकाएको भन्नुहुन्छ होला, के गर्नु अहिले चाहिँ ग्यासको सर्टेज भएको कारणले म चाहिँ तरकारी पकाउँदाखेरि जहिले पनि बिहानको बेलुका र बेलुकाको बिहानलाई पकाउँछु। के गर्ने अहिले ग्यासको सर्टेज छ नि त, त्यस कारणले अब ग्यास त जोगाउनै पर्यो र यतिको भएपछि यसमा चाहिँ हजुरहरूले नुन राखिदिनु होला र बेसार पनि राखिदिनु होला र फेरि एकछिन पकाइदिनु होला। टमाटर राखिदिनु होला र पिसेर राखेको लसुन र अदुवाको पेस्ट पनि यसमै राखिदिनु होला र चलाइदिनु होला। साथीहरू फर्सीलाई चाहिँ छोपी छोपी पकाउनु पर्छ, किनभने पाक्न चाहिँ अलिक टाइम लाग्छ, त्यस कारणले छोप्दै पकाउँदै गर्नुपर्छ। र टमाटर यतिको पाकेपछि यसमा हजुरहरूले जिरा र धनियाको धुलो अनि सुकेको खुर्सानी, धुलो खुर्सानी र यसमा चाहिँ हजुरहरूले सब्जी मसला राखिदिनु होला ल कलर खुर्सानी र यति राखेपछि सबलाई चलाइदिनु होला। हजुरहरूले चाहिँ टाइममा यो तरकारीलाई चलाइराख्नुपर्छ, नत्र भने फेरि डढ्ने सम्भावना हुन्छ। देख्न सक्नुहुन्छ फर्सी चाहिँ यतिको पाकिसकेको छ। अलिकति हजुरहरूले पानी राखेर ग्रेभी टाइपको बनाउन सक्नुहुन्छ र यतिकै सुक्खा पनि खान सक्नुहुन्छ। म चाहिँ फर्सी चाहिँ अलि बेर नै पकाउँछु, किनभने के अरे अलि धेरै पकायो भने मिठो लाग्छ फर्सी। र देख्न सक्नुहुन्छ फर्सी चाहिँ यतिको पाकिसकेको छ। यसमा चाहिँ म अब पानी राख्दैछु। मलाई चाहिँ बाक्लो भन्दा अलि ठिक्क पातलो पातलो गरेको नै मनपर्छ। देख्न सक्नुहुन्छ मैले चाहिँ यतिको पातलो बनाएको छु। राख्नु होला, किनभने फर्सी त्यसै पाकेको छ, गुलियो हुन्छ र मैले टमाटर पनि राखेछु राख्न त, तर टमाटर राखे पनि फर्सी गुलियो नै हुन्छ। कसैलाई चाहिँ गुलियो मनपर्छ भने नराख्न सक्नु नि हुन्छ। मलाई चाहिँ अलि अमिलो अमिलो मनपर्ने कारणले मैले अलिकति अमिलो राखिदिएको छु। अब मजाले एकछिनसम्म उमाल्नुपर्छ। देख्न सक्नुहुन्छ फर्सीको तरकारी यतिको भएको छ।